नमस्कार साथीहरू, आजको यो भिडियोमा हामी तपाईलाई देखाउने छौं कि कसरी बस सिमुलेटर इन्डोनेसिया बसिनमा नेपाली म्याप मोड एड गर्ने। धेरै साथीहरूले कमेन्टमा सोधिरहनु भएको थियो, दाजु हामी बसिनमा नेपाली अफरोड म्याप कसरी खेल्न सक्छौं? आज हामी तपाईको त्यो प्रश्नको समाधान लिएर आएका छौं। कृपया यो भिडियो अन्तसम्म हेर्नुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। सुरुमा तपाईले नेपाली म्याप मोड डाउनलोड गर्नुपर्छ। अधिकांश म्याप मोडहरू .zip वा .rar फाइलको रूपमा हुन्छन्, त्यसैले त्यसलाई अनजिप गर्न Z-आर्काइभर भन्ने एप आवश्यक पर्छ। तपाईले गुगलमा नेपाली म्याप मोड फर बसित भनेर सर्च गरेर वा हामीले डिस्क्रिप्सनमा दिएको लिंकबाट डाउनलोड गर्न सक्नुहुन्छ। जब फाइल डाउनलोड हुन्छ, त्यसपछि Z-आर्काइभर खोल्नुहोस्। त्यहाँबाट तपाईले डाउनलोड फोल्डरमा गएर त्यो .zip वा .rar फाइल भेट्नुहुनेछ। फाइलमा थिचेर राख्नुहोस् र एक्सट्र्याक्ट हियर वा एक्सट्र्याक्ट टु बसित mod/maps भन्ने अप्सन छान्नुहोस्। एक्सट्र्याक्ट गरेपछि तपाईले बसित म्याप एक्सटेन्सन भएको फाइल देख्नुहुनेछ। अब तपाईले त्यो फाइललाई बसितको मुख्य म्याप फोल्डरमा सार्नुपर्छ। फाइललाई थिचेर मुभ वा कट गर्नुहोस् र जानुहोस् इन्टरनल स्टोरेज, बसित, मोड्स, म्याप्स। यदि म्याप्स नामको फोल्डर छैन भने आफैले नयाँ फोल्डर बनाएर नाम राख्नुहोस् म्याप्स, अनि त्यही फोल्डरमा फाइललाई पेस्ट गर्नुहोस्। अब बसित गेम खोल्नुहोस्। मुख्य मेनुमा गएर गराज, मोड्समा जानुहोस् अनि म्याप मोड्समा क्लिक गर्नुहोस्। तपाईले त्यहाँ नेपाली म्याप भनेर देख्नुहुनेछ। त्यसलाई एक्टिभेट गर्नुहोस् र तपाई तयार हुनुहुन्छ अब नेपाली म्यापमा गेम सुरु गर्न। यस म्यापमा तपाईले अफरोड, ग्रामीण सडक, पहाडी भेग र नेपालको स्थानीय वातावरण अनुभव गर्न सक्नुहुन्छ। यदि कुनै कारणले म्याप देखिएन वा गेम क्र्याश भयो भने कृपया पुनः जाँच गर्नुहोस् कि तपाईले फाइल सही फोल्डरमा राख्नु भएको छ वा होइन र फाइलको एक्सटेन्सन .बसित म्याप नै छ कि छैन, अनि गेमलाई एकपटक बन्द गरेर फेरि खोल्नुहोस्। साथीहरू, तपाईलाई यो ट्युटोरियल कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिनुहोस्। यदि तपाईलाई मन पर्यो भने लाइक गर्नुहोस्, साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै उपयोगी बसित मोडहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अर्को भिडियोमा हामी नेपाली ट्राफिक मोड र बस स्किन